बौद्धनाथ चाहिँ पहिला मछाछीमा भन्ने कुखुरा पाल्ने आमा एउटाले बनाएको चिज हो त्यो उहाँको चरित्र काम चाहिँ कुखुरा पाल्ने भए तापनि आत्मा चाहिँ देवी हजुर अनि अब देवीको नाम हुन्छ अब अनि अहिले मछाछीमा भनेर प्रख्यात छ अनि उहाँले चाहिँ त्यतिखेरको राजालाई चाहिँ प्राणी हितको भविष्यमा प्राणीहरू पुण्य सञ्चय गर्नुको निम्ति एउटा चैत्य एउटा भन्नु पर्यो स्मृति एउटा बनाउनु पर्यो जग्गा पाउँ भन्दाखेरि चाहिँ राजाले चाहिँ हुन्छ भनेर चाहिँ एउटा गोरुको छाला जति तिमीले त्यति ओगट्ने गरेर त्यसमा चाहिँ तिमीले बनाऊ भनेर अनि उसले आइडिया ल्यायो त्यो गोरुको छाला चाहिँ टुक्रो काटेर भने के गरेर चाहिँ ठुलो ठुलो पार विशाल बनाएर चाहिँ अनि त्यहाँ यो चैत्य भनेको अहिले यो चैत्य हजुर यो चैत्य चाहिँ उहाँको छोरा 3 जना मात्रै 4 जना कि 5 जना छोरा छ त्यतिखेरको पद्मनाभ बाबा चाहिँ त्यहाँको उसको छोरा चारुङ खासुर भन्छ खास नाम त नेवारहरूले खास्ती भन्छ अरे तर हाम्रो बेतमा चाहिँ चारुङ खासुर भन्छ चारुङ खासुर भनेको चाहिँ चा भनेको चाहिँ काम रुङ भनेको चाहिँ हुन्छ भनेको खासुर भनेको राजाले वचन दिएको भनेर चारुङ खासुर अहिले चारुङ छेदिन भन्छ कि छेदिन चारुङ खासुर पनि भन्छ पुस्तकमा चाहिँ चारुङ खासुर त्यो अर्थ त्यो हो अरे काम हुन्छ भने गर्नु हुन्छ भनेर चाहिँ राजाले वचन दिएकोले चारुङ खासुर भनेर अनि उसले त्यो गोरुको छाला चाहिँ विशाल भनेर ठुलो भनेर चाहिँ अहिले चाहिँ बनाएको 4 वर्षसम्म भन्दाखेरि पुरा सकेन अनि आमा अब महापरिनिर्वाण हुने बेला भयो बित्ने बेला भयो अनि उहाँले चाहिँ वचनदार छोरा हामीले यतिसम्म भने अब तिमीहरू 3-4 जना मिले छोराहरू मिलेर चाहिँ यो सबै बनाएर चाहिँ 10 दिशामा रहेका देव देवीहरू सबैलाई प्राण स्थापना गरेर चाहिँ यसलाई त्यो गर अनि तिमीहरू आफ्नो खुसीले प्रार्थना गर भनेर भन्नुभएको अनि 3 जना छोरा आमाले गरेको काम भनेर चाहिँ छोरा 7 वर्ष लागेको भन्छ अनि यो चैत्य बनाइसकेपछि साक्षात रूपमा आकाशबाट चाहिँ देव देवीहरू बोधिसत्वहरू अनि अब देवले सबै त्यहाँ प्रवेश भएर चाहिँ अनि यो यस्तो अहिले प्राण स्थापना भएको हो अनि त्यतिखेर चाहिँ उहाँहरूले चाहिँ अनि एकजनाले चाहिँ राजा ठिसुङ तेप्सेनले चाहिँ अनि प्रार्थना गरेर म यो गरेको पुण्यले चाहिँ अनि धर्मको राजा गर्नु पाऊँ भनेर प्रार्थना गर्यो एउटा चाहिँ प्रोफेसर खिन्चिन बोधिसाधु भन्छ उहाँले चाहिँ म धर्मको प्रोफेसर गर्नु पाऊँ भनेर अनि पद्मनाभ बाबाको चाहिँ म धर्मगुरु गर्नु पाऊँ भनेर प्रार्थना गरिसकेपछि अब त्यसको प्रभावले चाहिँ अब जन्मेदेखि अलग ठाउँमा जन्म्यो पद्मनाभ बाबा गुरु चाहिँ अफगानिस्तानतिर जन्म्यो ठिसुङ तेप्सेन चाहिँ तिब्बततिर जन्म्यो अनि बोधिसाधु चाहिँ उता चीनतिर जन्म्यो बेजिङतिर जन्म्यो तर यो प्रार्थना गरेको कारणले चाहिँ अनि समय मिजुर चुलाख भन्ने तिब्बतमा सबभन्दा पहिले बनाएको मन्दिर हो त्यहाँ चाहिँ अनि राजा ठिसुङ तेप्सेनले र खेम्बो बोधिसाधु दुईजना पहिले नै भेटेर अनि बनाउँदाखेरि दिउँसो मान्छेले बनाउने बेलुका भूत प्रेतले पुरै भत्काइदिने भन्नु नसक्दाखेरि खेम्बो बोधिसाधुले चाहिँ आध्यात्मिकबाट हेर्दाखेरि चाहिँ अनि पद्मनाभ बाबा गुरु चाहिँ यस्तो त्यतिखेर नालन्दा विश्वविद्यालयमा छ अरे अनि त्यहाँ उहाँ बोलाएर चाहिँ उहाँले आएर चाहिँ बनायो भने सक्छ नभए सक्दैन भनेर अनि उहाँले निर्माण गर्दाखेरि अनि उहाँ आउनुभएको आएर चाहिँ त्यहाँ 3 जना भेटेर चाहिँ अनि गुरु पद्मनाभ बाबाले सबै भूत प्रेतहरूले पन्छाएर चाहिँ उहाँको शक्तिले चाहिँ अन्य समय मिजुर चुलाखाङ चाहिँ के अरे मान्छेले बनाएको होइन कि उम्रेको जस्तो हो भनेर भन्ने प्रकार छ।